टु माई भिडियो। आज चाहिँ यहाँनिर एलडी गोल्ड कप मनाइरहेको छ सोरेङ च्याकुङमा। अनि सिएम सरको वेलकमिङको लागि यहाँ सबैजना एकदम गरी बसिरहेको छ। अब चाहिँ सिएम सरको प्रेजेन्ट हुन आँटेको छ यहाँनिर। सिएम सरको अराइभल टाइम भइसकेको छ, आउनुहुँदैछ। अनि सबैजना वेलकमिङको लागि यसरी बसिरहेको छ। यहाँ हेर्नुहोस्। पूर्ण पाइप ब्यान्डका नानीहरूप्रति आभार व्यक्त गर्न चाहन्छौँ अति सुन्दर प्रस्तुतिको लागि। अनि यो कार्यक्रम माफ गर्नुहोला, यो ब्यान्ड गठन हुँदै गर्दा, तयारी हुँदै गर्दा सामान्य मुख्यमन्त्री श्रीमान केएस ओली साहबको ठुलो किलोमिटर मेन्स क्याटेगोरी विवेक छेत्री बन्जिर कालिम्पोङबाट हुनुहुन्छ। अनि थर्डमा बेतेहाल वात्ने पनि हुनुहुन्छ। म उहाँहरूलाई पनि लाइनबाट राखिदिने म बिन्ती गर्न चाहन्छु। 10 किलोमिटर वुमेन क्याटेगोरी। अब म दिदीमा यहाँ हेर भिडियोमा सम्मान जनाउँदै च्याकुङ राईगाउँ वेलफेयर एसोसिएसनका कुद्दाखेरि जोसमा हुन्छ। त्यति बेला चाहिँ यदि गाडीहरू वाहनहरू कुद्यो भनेदेखि चाहिँ त्यति बेला गरेर यो अहिले चाहिँ सिएम साहबको स्पिच चल्दैछ। यहाँ आमा खाँदैछ। पहिलो मुख्यमन्त्री अनि हाम्रो प्रजातन्त्रको सिक्किममा उहाँ पहिलो मुख्यमन्त्री बन्नुभयो। अनि प्रजातन्त्र सिक्किममा डेमोक्रेसीको पहिलो मुख्यमन्त्री भएकोले गर्दा उहाँको यादमा, उहाँको सम्झनामा उहाँलाई डेडिकेट गर्दै उहाँको डिभिजन मात्रै थियो, यहाँनिर एसडिएम मात्रै बस्थ्यो, कोही पनि अफिस थिएन। तर हामी सरकारमा आउने बित्तिकै हामीले डिस्ट्रिक्ट बनाए। अनि डिस्ट्रिक्ट बनाएपछि हेर्नुहोस् त डेभलपमेन्ट कति भयो। जब हामीले पाक्यौँ, गान्तोकलाई 2टा डिस्ट्रिक्ट बनाए अनि गेजिङलाई 2टा डिस्ट्रिक्ट बनाएर सोरेङ सबै कामदेखि लिएर यहाँको सबै डेभलपमेन्ट बढ्यो। मलाई अचम्म लाग्यो आज म सोरेङमा गएको थिएँ। त्यहाँनिर आज सोरेङमा हल, म्यारेज डिस्को थिएटरदेखि लिएर सबै राम्रो राम्रो रेस्टुरेन्ट, होमस्टे भयो, होटेल भयो, विभिन्न रेस्टुरेन्ट बढ्यो। यो एउटा डेभलपमेन्ट हो। आज पाक्योङमा पनि त्यस्तै प्रकारले समयलाई ख्याल गरेर टनलमा टेक्निकल चेकको लागि गइदिन हामी बिन्ती गर्न चाहन्छौँ। सिङ्लिङ स्पोर्टिङ क्लबका टिम म्यानेजरलाई हामी बिन्ती गर्न चाहन्छौँ समयलाई ख्यालमा राखेर आफ्नो खेलाडीहरूलाई टनलमा लगिदिन हामी बिन्ती गर्न चाहन्छौँ। I begin to
डिप्टी स्पिकर मैडम राजकुमारी थापा सिक्किम लेजिस्लेटिभ एसेम्ब्ली उहाँले पनि हामीमाझ आफ्नो बहुमूल्य समय हामीमाझ साझा गरिदिनु भयो। यसमा पनि हामी